welcome to a new vlog. आज चाहिँ म दिदी बोलिरहेको केक किनिदिनु अनि मम्मीले चाहिँ केक नि किनिदिनु न हेर्नु अनि मम्मी कति पुरानो भन्नुभयो केक नि किनिदिनु न अनि बाबा नि केक नि किनिदिनु न अनि पापाले अस्ति लेजर लाइट किनेको हैन अनि बाइक चलाउने बाइक पनि अब किनिदिन्छ पर्खन न पापाले अलिक पैसा कमाउनु छ अनि बाबा पनि त्यहाँ काम गरिराख्नु भएको त देखाउनु न नदेखाउने के बाबा देखाउनु त्यहाँ काम गरिराख्नु भएको त अनि अनि हामी चाहिँ बजारमा छु अनि बजारमा के गर्दा हाम्रो के बजारमा बिजुल बदल भाइ तिमी भोलि स्कुल जाने कि नजाने किन स्कुल किन नजाने ए ग्लोभ्स नकिन्दै स्कुल नजाने अहिले म उडाइदिन्छु नि फेरि यस्तो जिद्दी बच्चा छ यो खोइ यस्तो गर त हात माथि गर त दुईटै हात ए 14 दाइले सिलाइदिएन उडाइदिन आँटो है त्यो 3-4 जोडी भइसक्यो खोसेर राखेको मैले यस्तो गर्दा मजा आउँछ हो फुटाइदियो हेर्नु गाइज यो चाहिँ एउटा बच्चा हो जुन चाहिँ खाली नहुने कुराको लागि जिद्दी गर्छ जुस चाहियो अरे अब यसलाई यस्तो जाडोमा जुस खानुहुन्छ बा त जुस खानुहुन्छ त अब यस्तो जाडोमा त्यही पनि प्याकेजको जुस खाना हुन्छ त यस्तो जाडोमा गाइज खाना हुन्छ कि हुँदैन तपाईँहरू कमेन्ट गरिदिनु होला है कमेन्ट गरिदिनु होला खाना हुँदैन बाबु भनेर